भूकंप आयो भन्यो त भैँसी आएर भात खाएर टन्न परेर मोटा आएर कत्रियो मधुला रे आफू त साधुले हैन भात खाइन्छ सागसब्जी खाइन्छ ज्यान बनाइन्छ तिमी बिहान जुरुका उठेर लखर 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 गाउँतिर डुलेर खाली रक्सी खान्छौ अन्न खान्छौ अनि ज्यान गाउँले जस्तो भइसक्यो मलाई खाली हात्ती भनिन्छ मोटी भनिन्छ भैँसी भनिन्छ त्यही भएर कसैले पनि यति मोटी बिहान गर्नु गाह्रो हुने आइते हेर कहाँ हिँडिछस् पटर पटर गर्दै है भेट्यो त पटर पटर गर्छस् कहाँ हिँडिछस् कहाँ मरिछस् त अनि तिम्रो हालत के यस्तो एउटा खुट्टा जुत्तो छ एउटा खुट्टा छैन कहाँ छोडेर आयो जुत्तो पेपेर रक्सी खान्छ मान्छेलाई कति टेन्सन छ घर त्यत्रै छोरी छ यसको बिहा गरिदिनु बाबालाई कति आनन्द हुन्छ कति टेन्सन छ टेन्सन भयो बा छोरी खोज्दैन छोरी आज बिहानै उठेर हिँडेको कहाँ गयो यति बेलासम्म घर आइपुग्नै छैन मामा माइती जताततै फोन गरे कसैले पनि छोरी आएको छ भनेर ए बुढा छोरी खोज्न जाँदैन ए छोरी छैन आनन्द भन्छ दाइजो दिन पनि परेन केटा खोज्न पनि परेन कति आनन्द भयो आनन्दै भयो यति टेन्सन हे भगवान् हाम्रो छोराछोरीको आमालाई मात्रै चिन्ता हुन्छ बाउला हुँदैन हुन्छ नि त्यही भएर त कोही खोज्न हिँडेको क्या त्यसलाई जिम्मेवारी त दुइटैको हो नि बाउ आमा दुइटैले हेर्नुपर्छ छोराछोरीलाई खोज्नुपर्छ तिमीलाई केही पिर छैन है छैन छोरीको आनन्द भयो मैले कति खोजे तिमी जान्दैछौ म जान्नु यही छोडेर हल्लेर बस गए जा तँ जस्तोलाई अर्को लिएर हिँड्छ टेन्सन सेन्सन छैन अरे ए बाउ छोरी हराइदिएर नै तला दिन्थे बुझिस् छोरी हराइ नत्र तला दिएर मैले गर्थेँ अहिले छोरीको तला चाहिँ दिने हो